दर्शकवृन्द एकैछिनी रमाइलो जोडीको यो भिडियो हेर्नुहोस् त। बुढी बाह्र गले गएछ कि कोही केटाहरूसँग रङ्ग मञ्चमा छे भनेर मैले यहाँबाट हेर्छु के सर हेर्नुहोस् त्यस्तो है। दर्शक महानुभावहरू सबैलाई नमस्कार छ। म तेजेन्द्र यति बेला रोल्पा जिल्लाको रोल्पा नगरपालिका 5 कोछापमा आएको छु। यहाँबाट एउटा रमाइलो जोडीलाई तपाईँहरूको माझमा प्रस्तुत गराइरहेको छु। उहाँहरूले विशेष गरी सामाजिक सञ्जालमा निकै नै रमाइला भिडियो सामग्रीहरू बनाएर पोस्ट गर्नुहुन्छ र त्यो भिडियो हेरिसके पछाडि धेरैजनाले चाहिँ रमाइलो आदान प्रदान गर्नुहुन्छ, रमाइलो मान्नुहुन्छ र प्रतिक्रियाहरू टिका टिप्पणीहरू त आइरहन्छन्। तर उहाँहरूको त्यो कार्य चाहिँ निरन्तर छ। उहाँहरूले चाहिँ विभिन्न खालको चाहिँ भिडियो बनाउनुहुन्छ। विशेष गरी अब त्यो कुराहरू तपाईँले उहाँहरूकै भनौँ न सामाजिक सञ्जालमा जानुभयो भने देख्नुहुन्छ नै। र आज उनै जोडीसँग हामी भेट भइरहेका छौँ। उहाँहरूको विशेष गरी घरको यो माथिपट्टि आएर कुराकानी गर्दैछौँ। म ढिला नगरिकन उहाँहरूलाई स्वागत गर्छु र बाँकी कुराहरू खोतल खातल गर्छु। उहाँहरूको यो रमाइलो जोडी कसरी भेट भयो, प्रेम कहानीदेखि लिएर जीवन सङ्घर्षका विषयमा र उहाँहरूको घरमै यो पसल छ, यति ठुलो घर पनि बनाउनु भएको रहेछ, यावत कुराहरू गर्छु। दुवैजनालाई नमस्ते, स्वागत छ। सर नमस्कार सर, धन्यवाद हजुर। आमालाई पनि नमस्ते, स्वागत छ। अब हजुरको नामबाट जाउँ। हजुर मेरो नाम ओम प्रकाश डाँगी, यो रोल्पा नगरपालिका 5 नम्बर वडा त हजुरले भनिदिइसक्नु भएको छ। मेरो फेसबुक आइडी चाहिँ जय माता दी पनि छ, ओम प्रकाश डाँगी छेत्री विशेष गरी। हजुर आमाको नाम भनिदिनुहोस्। निमा दागी छेत्री। अब यो जोडीलाई हामीले सामाजिक सञ्जालमा देखिरहन्छौँ। सम्भवतः मेरा दर्शकहरूले पनि देख्नु भएको छ होला। यस्तो रमाइलो भिडियो बनाउनुहुन्छ। यस्तो उमेरमा अब लगभग जीवनको आधाउधी उमेर त झल्किसक्यो र पनि तपाईँहरूको त्यो जोस जाँगर होइन, यस्ता कन्टेन्टहरू बनाउनुपर्छ भनेर बनाउनुहुन्छ। त्योबाट धेरैजना चाहिँ प्रभावित हुनुहुन्छ क्या। एउटा म्यासेज पनि छोड्नु भएको छ। यो कसरी चाहिँ सोच आउँछ तपाईँहरूलाई यो भिडियो बनाउनलाई? सर मलाई त हेर्नुहोस् यो छिटो जन्मिएकोमा मलाई पछुतो छ। हेर्नुहोस् है, म ढिलो जन्मिनु पर्ने रहेछ। मेरो जमानामा यस्ता फोन यता सामाजिक सञ्जाल केही पनि थिएन। सामाजिक सञ्जाल भर्खर देखियो। म त झन् यो अहिले पनि त्यही भिडियो बनाउने यो यता बाहेक अरू त्यति खासै जान्दैन। अहिले फुर्सद पनि मलाई कमै हुन्छ। अलिकति फुर्सद निकालेर भने मैले यस्तो बनाउँछु। मलाई विशेष गरी मैले अघि नै भने म छिटो जन्मिएकोमा पछुतो छ। म आजभोलि चाहिँ 15-16 वर्ष 18 वर्ष भइदिएको भए मैले संसार खाइदिन्थेँ कि जस्तो पनि मलाई अनुभव हुन्छ सर। हिम्मत मलाई एकदम छ। अब म अहिले त 55 को ओल्ड मतलब मान्छे हो, म वर्षको मान्छे होइन। अब र पनि मलाई अहिले पनि 15-16 का केटीहरूसँग पनि मलाई हिँडे पनि सुहाउँछ कि जस्तो पनि मलाई अनुभव हुन्छ क्या। किनकि म कन्टेन्टहरू विभिन्न प्रकारको कन्टेन्ट बनाउनु मन लाग्छ मलाई। बुढाबुढीको मलाई हरेक मेरा साथीहरूले मेरो फेसबुक मार्फत अनि मेरा मित्र तपाईँ अनि हाम्रो बलवीरजीको उसबाट साथीहरूबाट पनि थुप्रैले हेरिसक्नु भएको छ। म यति कन्टेन्टहरू बनाउनु तपाईँको फेरि मेरो कन्टेन्ट भनेको तपाईँहरू सबैले देख्नु भएको छ एकदम ओरिजिनल पुरा अर्ग्यानिक हुन्छ। र म यसो टोयलेट बस्यो भने नि मलाई त्यो फुरिहाल्छ एउटा कुरा कन्सेप्ट आउँछ। अनि त्यहाँ मैले त्यो डट पेन र कापीमा म तुरन्त कोठामा आएर लेखिहाल्छु। मैले लगभग 50-60 वटा चाहिँ कन्टेन्टहरू बनाउने भनेर राखेको छु। तयारी छ। त्यो चाहिँ कहिले बुढीको फुर्सद हुन्छ, कहिले मलाई फुर्सद नभएर त्यो बसिरहेको छ। अब अस्ति मैले हिजो साँझ मात्र एउटा बुढी चाहिँ दाङ गएको थियो, 5 दिनको आएको। म 5 दिनसम्म हेर्नुहोस् हैरान, मतलब त्यो दुःखको मलाई होइन कि कामको दुःख होइन कि। अब एउटा यो भाडा पनि धेरै खत्थे, एउटा कन्टेन्ट यो खालको बनाइहाल्नु भनेर त्यो जस्तो समय आछ त्यही अनुसारको मलाई फुरिहाल्छ सर। भनेको जे देख्नुहुन्छ कन्टेन्ट मलाई जुडिहाल्छ मलाई जुडिहाल्छ। त्यो चाहिँ मेरो चाहिँ माइन्ड चाहिँ त्यस्तो छ है त्यो खालको छ सर। हजुर। अनि हजुर आमा, अब बुवाले चाहिँ त्यो कन्टेन्ट बनाउँदाखेरि हजुरले चाहिँ एकदम ठुलो साथ दिनुहुन्छ क्या, ठुलो सपोर्ट गर्नुहुन्छ। अब उहाँ एक्लै प्राय देखिनुहुन्न, तपाईँहरू दुवैजना नै देखिनुहुन्छ। कसरी चाहिँ के भन्नुहुन्छ उहाँलाई कन्टेन्ट यस्तो भिडियो बनाऊँ बुढी भन्नुहुन्छ कि भन्नुहुन्छ? अब मलाई धेरै आउँदैन, अलिअलि यस्तो बनाऊ है भन्नुहुन्छ। त्यही भएर मलाई कति आउँछ अहिले आएकोदेखि मैले भन्छु। अब मलाई धेरै आउँदैन। यहाँ सब के आउँछ मलाई काम कहिले गर्ने भन्ने मात्रै हुन्छ। यसो मैले जान्दैन धेरै, थोरै थोरै जान्छु। ती पनि गर्दा गर्दा अलिअलि जानिने रहेछ, थोरै थोरै सिकाउँछु मैले। अब यसरी गर्नुपर्छ, तैँले मैले यस्तो भन्छु तैँले यस्तो भनेछ भनेर त्यसरी सिकाउँछु मैले। प्रिपेयर गर्नु यस्तो गर्नुपर्ने छ। आज हामीले गाह्रो हुन्छ आमालाई चाहिँ गाह्रो भिडियो अहिलेसम्म मलाई भिडियो बनाइदिएल त भिडियो बनाइदिए भन्छु एकदम दिमाग खराब हान्छु कतिखेर सर। पटकन लगाइदिनु मन लाग्छ। मान्छे त जस्तो आइएमएमा चन्द्रमा पुगिसके, राष्ट्रपति बनिसके, प्रधान न्यायाधीश प्रधानमन्त्री भइसके, तैँले यो मोबाइल चाहिँ अझ भिडियो बनाउनु आउँदैन भन्ने गाली गर्छु सर।
अब त्यो प्र्याक्टिसले चाहिँ हुने काम हो यो अब उसले त्यो त्यति थाहा छैन अहिले जुन उसँग टुकटुक मोबाइल नै छ मैले यो ठुलो मोबाइल दिँदैन कि सर त्यो विषयमा मैले एउटा भिडियो बनाएर पोस्ट गरेको छु गरिरहेको कुनै पोस्ट गरे भएको छैन मैले भिडियो बनाएको छु कि रेडी छ त्यो कि मैले महिलाहरूलाई ठुलो मोबाइल नदियो है विदेशबाट साथीहरू तिमीहरूले उही मुलाको सिन्की उही मुलाको चाना होला त्यो स्वास्नीहरूले ठुलो मोबाइल नदियो भन्ने विषयमा मैले एउटा भिडियो बनाएको छु गऱ्यो कि भिडियो कल गर्यो भिडियोमा अब दुनियाँ केटाहरूसँग उसको पनि अनुहार हेर्न लाग्छ अर्को पनि अनुहार हेर्न लाग्छ अनि स्वास्नीले त नदिने भन्छु मैले त अनि तपाईँको हातमा त मैले अघि नै 3वटा मोबाइल देखाएको थिएँ मेरो त यो आइफोन छ कान्छो छोराले आइफोन ल्याइदिएको छ सर जापानबाट एउटा आइफोन छ अनि मेरो स्यामसङ एस अर्को कुन थियो त्यो पहिला त्यो धेरै चल्यो त्यसले मेरो साथीहरू थुप्रै त्यसैले बनायो म फेरि ज्यादा स्यामसङ लभर हो क्या स्यामसङ मलाई मनपर्छ अनि त्यसपछि त्यतिले पुगेन यो त मान्छेको चाहना चाहिँ बढ्दै जान्छ क्या सर है अब त्यही त हो नि होइन साइकल हुनेले मोटरसाइकल चढ्छ मोटरसाइकल हुनेले कार चढ्न मन लाग्छ कार चढ्नेले हेलिकप्टर त्यस्तो त्यस्तो मलाई चाहिँ अब आइफोनले पुगेन अब हो भएन यो अल्ट्रा नै किनकि आइफोनले त नजिकको सिनहरू त राम्रो एकदम दृश्य देखाउँछ है अब टाढा मलाई त्यो पारे भ्यू टावरको चाहिँ देख्नुपर्छ मलाई खेवासे देख्नुपर्छ मलाई सल्लिपुर थुम्पा कि दाङचोट भने अल्ट्रा ल भने अल्ट्रा किने सर फेरि मैले अल्ट्रा 25 किन्नु 25 S25 किने सर भनेको तपाईँले यहाँ घरबाट पारी हेर्नलाई किन्नुभयो कि पारीबाट घर हेर्नलाई किन्नुभयो मैले त्यो चाहिँ विशेष गरी यो अलिकति हास्यास्पद जस्तो पनि होला मित्रहरूलाई खास गरी त मैले कहिले कसो भिडियो पनि बनाउने र यसले एउटा भयङ्कर राम्रो काम के गर्ने भनेपछि बुढी गोला जान्छ हेर्नुहोस् बाख्रा पालेको छु नि त मैले 18-20 बाख्रा है अनि बुढी यो बुढी बाख्रा गोले गएको छु कि कोही केटाहरूसँग रङ्गमञ्चमा थिएँ भनेर मैले यहाँबाट हेर्छु कि सर हेर्नुहोस् त्यस्तो है त्यो पनि काम लागेको छ मलाई त्यो पनि काम लागेको छ हेर्नुहोस् भनेको त्यसको लागि पनि अल्ट्रा चाहिँ तपाईँलाई चाहियो त्यसको लागि पनि गरेँ मैले 3-4 चोटि परीक्षण पनि गरेको छु बुढी चाहिँ कुन कुन ठाउँ गोला गएको छु मैले हेर्छु अनि त्यो अलिकति डाँडाबाट गएर जुम गरेर हेर्छु एक्लै थियो कि कोही सँगसँगै आइमाको भर हुन्न हेर्नुहोस् एक दुई गरिहाल्नु पर्छ केयर त गर्ने हो आइमाले त्यस्तै हुन्छ भनेर छोड्ने हो भने त सक्छन् हजुर सक्छन् त्यस कारण एउटा फेरि अस्ति भर्खरै मलाई चाहिँ एकदम फाइदा के भयो भने मेरो बाख्रा हरायो सर हरायो हेर्नुहोस् अनि त्यहाँ जुम एकदम अल्ट्राले खोज्यो जुम गरेर त्यो ढन्डा र तल पुगेको हेर्नुहोस् त्यहाँ देख्यो त्यो फाइदा भयो नि मलाई हेर्नुहोस् यो खस्का बाख्रा नि त्यहाँनिर सबैले एक दिन मेरो साली छन् शान्ति भने तिन साली यो साली मैले आँखाले कम देख्छु मोबाइल हेरेर देखेर त कसका चिने नभएन जुन अल्ट्रा ल्याइकन जुम लगाएको त मेरो बाख्रा पनि त हेर्नुहोस् यो फाइदा छ तल ढन्डारा भनेको धेरै तल हो तिन बाख्रा पनि देखियो सर त्यो पनि फाइदा भयो त्यो फाइदा भयो विशेष गरी आमा चाहिँ गोला जानुहुन्छ गोला निगरानी गर्नको लागि पनि यो फाइदा भयो एउटा सिसिटिभी भयो भयङ्कर सिसिटिभी मैले घरमा त राखेको छु बाहिरको लागि अल्ट्रा सिसिटिभी नै भयो मेरो सिसी क्यामेरा भन्नुहोस् त आमालाई त गाह्रो रहेछ त्यो के भन्नुहुन्छ आमा यो विषयमा गाह्रो हुँदैन कसैले हेर्नुहुन्छ त थाहा हुन्छ कहाँ गइरहेको जाला मान्छे कहीँ खोला जाला कहाँ हुन्छ यसरी हुन्न कि पछि जानुहुन्छ उहाँ पनि जानुहुन्न पछि जानुहुन्न पछि खोला अब लेक जानु पर्यो खोला जानु त्यहाँ कहाँ देखिन्छ देखिन्न अनि कहाँ हुइत्यो पो देखिन्छ आमाने सामान्य भयो भने देखियो सबै कुरा तल भनिदिने भने त ओहो यहाँ बुढोले घरबाट चाहिँ क्यामेराले हेर्दो रहेछ खोलामा बस्नुपर्छ झाडीमा बस्नुपर्छ भन्छन् फेरि त्यही भएर यो कुरा धेरै गोप्य कुरा देखाउने होइन सर यो त्यसले गर्दा मैले त कहाँ बसेपछि मैले कसरी हेर्छु भने कहाँ भन्नु मिल्छ त्यो भन्दैन सर मैले त्यो त अनि नि अब यो रमाइलो प्रसङ्गमै हामी छिरिहाल्यौँ यही प्रसङ्गमै म जोडेँ अब अहिले 55 वर्षको उमेर हजुरको भयो आमाको चाहिँ कति भयो ऊ पनि मभन्दा 1 वर्ष जेठी नै ए भनेको सँगसँगै यो अहिले 55 वर्ष पुग्नुभयो बिहे चाहिँ कति वर्षको उमेरमा गर्नुभयो बिहे त सर लाज लाग्छ मलाई भन्न पनि अब सोधिहाल्नु भयो मैले बिहे गरेँ तर बिहेको रमाइलो कसरी गरेँ थाहा छैन मलाई मतलब त्यो कन्सेप्ट बिर्सिसकेँ के हेर्नुहोस् अब कसरी बिहे भयो भन्ने याद छैन 14 वर्षमा गरेँ मैले बिहे 14 त्यो फेरि लभ म्यारेज पनि होइन हाम्रो मुख्य बाजे मेरो बाजे त मुख्य बाउ भुपू प्रधान पञ्च आखल मन्त्री भनेछु जनरल प्रधानमन्त्री प्रधान पञ्च मेरो बाउ अनि त्यसो बाजेले हाम्रो त खेतीपाती हेर्नुहोस् अब त्यो बेला भयङ्कर ठुलो खेतीपाती नि सर हाम्रो त त्यो बेला 20-22 वटा गाई हेर्नुहोस् अनि 25-30 वटा बाख्रा अनि 3-4 लगभग 2टा त दुना भैँसी हाम्रो घरमा हुन्थे मुख्य बाजे घरमा अनि त्यो घरमा नआएको पाहुना कुनै दिन हुँदैन थियो डेली पाहुना आउने हो हेर्नुहोस् डेली हेर्नुहोस् त्यो बेला भोगमरी हुने कोही अब त्यो अब भेटघाटी रूपमा नै आउने कोही चाहिँ
जस्तै दाङ घोराई जानेहरू जस्तै माथि धबाङ यतातिरको हाम्रो बाजेका चिनाहरू यताहरू जाने अनि त्यो घोराई जाने पनि अब त्यहीँ गएर बास बस्ने के अनि कुनै दिन पाहुना आएन भने हामीलाई निशालो हुन्थ्यो त्यो घरमा त्यस्तो हुने भएको हामीलाई बिहा चाहिँ कसरी भयो उहाँसँग बिहा चाहिँ कसरी भयो अनि त्यस्तोमा अब बाजेले भन्नुभयो कि बाजे र बोइले त अब यहाँ घर धान्न मतलब खेतीपाती यिनी सबै धान धौ भयो बिहे त गर नाति भन्नुभयो है कहाँ गर्न बाजे म भर्खर त 13 वर्ष भएको छु भने अहिले 13 वर्षमा पहिलेदेखि बुढाले चाहिँ मलाई उयो छिटो गर्ने भए गर नत्र भने अब मै गर्छु भनेर बाजेले त्यस्तो बाजेले गरिसक्यो मेरो बाजेले तैँले बिहा गर्नु गर न त म गर्छु भन्ने म फेरि पढ्थेँ सर्थेँ त्यो बेला 7मा पढ्थेँ पछि 8मा पढ्दाखेरि बाजेले जबरजस्ती गर्नुभयो हेर तैँले जसरी हुन्छ ले यहाँ घर गृहस्थी गाह्रो भइगयो चलाउन बिहा गर जस्तो मलाई उस्तो क्या बाजेले चाहिँ यो नातिको जिन्दगी राम्ररी चलोस् भन्ने त्यसमा नभएको कि अब मभन्दा 5-6 वर्षका आइमाईहरूले पनि लगाइदिने ल तँले ले यो यहाँ घर जानु गाह्रो भयो भन्ने 5-8-10 वर्ष जेठी आइमाईहरू हेर्न कहाँ मैरी छैरी कहाँ जा भन्नुहुन्थ्यो त्यहाँदेखि गइयो अब केटाकेटी जा भने उयो गइहाल्नु भयो फेरि मलाई फेरि त्यो जा जे भयो नि मलाई पनि भित्र फेरि बिहा गर्न पाए हुन्थ्यो भन्ने त्यो हुन्थ्यो कि मलाई त्यो छटपटी हुन्थ्यो किनकि म 10-11 वर्षदेखि ल पार्न सुरु गरेको थिएँ तर 10-11 वर्षदेखि ल पार्न सुरु गरेँ तर लभ भने के हो त्यो बेला थाहा थिएन सर अहिले आएर मैले त्यतिखेर गरेको काम लभ रहेछ भन्ने कुरा अहिले मलाई अहिले महसुस भएको छ